सो हेलो एभ्रियन, हामीले चाहिँ अघिल्लो पार्टमा चाहिँ केही इन्फर्मेसन दिएका थियौँ र हामीले चाहिँ नेक्स्ट पार्ट आउँछ जसमा चाहिँ कसरी अकाउन्ट क्रिएट गर्ने भन्ने कुराहरू सिकाइन्छ भनेको थियौँ। सो आज चाहिँ मैले नेक्स्ट पार्ट लिएर आएको छु। सो हजुरले स्क्रिनमा देख्न सक्नुहुन्छ मेरो साइडमा। सो मैले स्क्रिन गरेर देखाउनेछु। हामीले अकाउन्ट क्रिएट गर्नुको लागि फर्स्ट अफ अल स्क्रिनमा हेर्नु होला, स्टेप बाई स्टेप फलो गर्नु होला। अकाउन्ट क्रिएट गर्नुको लागि चाहिँ फर्स्ट अफ अल हामीले क्रोम ब्राउजर ओपन गर्नुपर्छ। सो क्रोम ब्राउजर ओपन गरिसकेपछि चाहिँ हामीले नेक्स्ट ओथ नेपाल भनेर सर्च गर्नुपर्छ। नेक्स्ट ओथ नेपाल भनेर सर्च गर्नु होला। एन्ड देन हाम्रो त्यहाँ पहिलो प्लेटफर्म देखाउनेछ नेक्स्ट ओथ नेपाल अफिसियल। सो हामीले त्यो ओपन गऱ्यौँ भनेपछि चाहिँ हामीलाई एउटा यस्तो प्रकारको इन्टरफेस या पेज ओपन हुनेछ जसमा चाहिँ हाम्रो कोर प्लान, बेसिक प्लान, प्रिमियम प्लान, एडभान्स प्लान भनेर दिएको छ। सो यिनीहरूको प्राइस पनि देख्न सक्नुहुन्छ। कोर प्लान 799, बेसिक प्लान 1999, प्रिमियम प्लान 2999, एडभान्स प्लान 5999। सो त्यो अनुसारको हाम्रो स्किल्सहरू पनि छ। हाम्रो यो प्लेटफर्ममा भएको स्किल्सहरू भनेको एफिलिएट मार्केटिङ, कम्युनिकेसन स्किल, काइन्ड मास्टर भनेको लागि एउटा भिडियो एडिटिङ एप हो। सो त्यसको सबै प्रोसेसहरू सिकाइन्छ यसमा। दराज एफिलिएट, प्रोफेसनल एडिटिङ, युट्युब मिस्ट्री, मेरो सेयर, अनि क्यानभा मिस्ट्री, मेटा एड्सहरू कसरी चाहिँ हामीले मेटा एड्स युज गरेर इन्कम गर्ने भन्ने कुराहरू टोटल्ली यसमा स्क्रिनमा देख्न सक्नुहुन्छ। हाम्रो यो सबै स्किल्सहरू यता देखाइएको छ। सो हाम्रो यो सिकाउनको लागि चाहिँ 7 to 8, 8 to 9, 9 to 10 PM तीनटा क्लासेसहरू चलिरहेको छ। सो त्यो क्लासेसहरू हजुरले जुममा लग्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ पहिला हाम्रो प्लेटफर्म कम्युनिटीको अफिसियल ग्रुपमा चाहिँ वाट्सएपमा जोइन हुनुपर्ने हुन्छ। सो त्यसको लागि पनि पहिला अकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। एन्ड देन हजुरले अकाउन्ट क्रिएट गर्नको लागि यसमा चाहिँ सबैभन्दा राम्रो प्याकेज भनेको चाहिँ एडभान्स हो। सो हामीले बाइको अप्सनमा क्लिक गऱ्यौँ। कसरी गर्ने भनेर म स्टेप बाई स्टेप देखाउँछु। सो त्यसपछि फेरि विथ पर्मो कोड 5999 भनेको छ। सो हामीले एफिलिएट कोड युज गऱ्यौँ भनेपछि चाहिँ 5999 मा पाउँछौँ भने यसको रियल एक्चुअल प्राइस भनेको 7499 रहेको छ। सो मेरो एफिलिएट कोड साइटको टपमा देख्न सक्नुहुन्छ। सो एफिलिएट कोड युज गर्नु होला। एन्ड देन हजुरले अकाउन्ट क्रिएट गरेपछि मलाई इन्फर्म गर्नुहोस्। एन्ड हामी बाइको अप्सनमा क्लिक गर्नेछौँ। बाइ नाउमा क्लिक गरिसकेपछि यहाँ केही इन्फर्मेसन, बिलिङ डिटेल्स भनेछ। सो आफ्नो डिटेल्स भर्नुहोस्। सो एफिलिएट कोड BS1000011 रहेको छ। सो अनि त्यसपछि चाहिँ मेरो नाम देखाउँछ त्यसमा। अनि हजुरले आफ्नो डेट अफ बर्थ सिलेक्ट गर्नु होला। सो म सिलेक्ट गर्छु। मेरो यो रियल इन्फर्मेसन होइन, मतलब डेट अफ बर्थ होइन। सो मैले अकाउन्ट क्रिएट कसरी गर्ने भनेर चाहिँ हजुरलाई सिकाएको हो। सो हजुरले एउटा पासवर्ड राख्नु होला र त्यो पासवर्डको स्क्रिनसट पनि लग्नु होला ताकि हजुरलाई सजिलो होस् भनेर। सो यसरी स्क्रिनसट राख्नुभयो भनेपछि हजुरलाई सजिलो हुन्छ। एन्ड हजुर कुन प्लान लग्न लाग्नु भएको छ त्यसको चाहिँ हजुरले सिलेक्ट गरेर एग्रीमा क्लिक गरेर प्लेस अर्डर गरिसकेपछि हजुरले एउटा दुईटा यस्तो प्रकारको अप्सनहरू देखाउँछ। सो फर्स्ट अप्सन पे विथ क्युआरमा गएर चाहिँ हजुरले प्लेस अर्डरमा जानु होला। सो प्लेस अर्डरमा गयो भनेपछि हजुरले यहाँ एउटा अफिसियल कम्युनिटीको चाहिँ अफिसियल प्लेटफर्मको चाहिँ हाम्रो एउटा क्युआर सो गर्नेछ र त्यो क्युआरको स्क्रिनसट लगेर चाहिँ हजुरले जुन प्लान लग्न लाग्नु भएको छ त्यसको लागि पेमेन्ट गर्नुपर्ने हुन्छ। सो क्युआरको स्क्रिनसट लग्नुहोस् ताकि हजुरलाई पेमेन्ट गर्न सजिलो होस्। सो गएर हजुरले पेमेन्ट गर्नुपर्ने हुन्छ। हजुरले पेमेन्ट गरेर आउनुहोस्। मेरो अकाउन्ट अलरेडी क्रिएट भएको छ। सो मैले डबल पेमेन्ट किन खर्च गर्नु। सो पेमेन्ट गरेर आएपछि चाहिँ हजुरले पेमेन्ट जब गर्नुहुन्छ नि, पेमेन्टको स्टेटमेन्ट जब पेमेन्ट सक्सेसफुल भनेर देखाउँछ त्यसको एउटा स्क्रिनसट लग्नुपर्ने हुन्छ। त्यो स्क्रिनसट लग्नु होला। एन्ड देन हजुरले फेरि ब्याक टु यतै आउनु होला। सो हजुरले चाहिँ यहाँ आइसकेपछि फेरि चुज फाइलमा गएर चाहिँ हजुरले एउटा सिलेक्ट गर्नुपर्ने हुन्छ। हजुरले पेमेन्टको स्क्रिनसट छ भने सिलेक्ट गर्नुपर्ने हुन्छ। सो मेरो केही पुरानो स्क्रिनसट रहेछ, के को थाहा भएन। सो मैले त्यो राखिदिन्छु हजुरलाई सिकाउनको लागि। पेमेन्टको स्क्रिनसट राखेँ भनेपछि चाहिँ यहाँ ट्रान्जेक्सन आइडी भन्ने देखाउँछ। सो ट्रान्जेक्सन आइडीमा चाहिँ हजुरको पेमेन्टको स्क्रिनसटमा एउटा ट्रान्जेक्सन कोड
रिफर कोड ट्रान्जेक्सन आइडी भनेर दिएको हुन्छ। सो त्यसलाई चाहिँ यसमा राख्नुपर्ने हुन्छ। त्यसलाई राख्दा पनि हुन्छ या हजुरले आफ्नो नाम राख्दा पनि हुन्छ। सो आफ्नो नाम राख्नुहोस्, ट्रान्जेक्सन आइडी, एन्ड देन सेन्ड गर्नुहोस्। सो सेन्ड गरिसकेपछि चाहिँ हजुरको अब सेन्ड डिटेल्स सक्सेसफुल डिटेल्स सबमिटेड भन्छ। सो त्यसपछि चाहिँ हजुरले 5 to 10 मिनट या 1 आवर्स वेट गर्नुहोस् र हजुरको अकाउन्ट क्रिएट हुन्छ। सो क्रिएट भइसकेपछि यहाँ माथि हजुरले राइट साइडको टपमा 3 लाइन देख्न सक्नुहुन्छ। त्यसमा गएर लगइनको अप्सनमा गएर चाहिँ हजुरले आफ्नो आइडी हानेर चाहिँ लगइन गर्नुपर्ने हुन्छ। सो लगइन गर्नुहोस्। यदि हजुरको त्यो टाइममा चाहिँ हजुरको अकाउन्ट एक्टिभ भएन, हजुरको अकाउन्ट लगइन भएन भनेपछि देन मलाई इन्फर्म गर्नु होला भएको छैन, मैले पेमेन्ट र डिटेल्स सबमिट गरिसकेँ भनेर। सो हजुरले देख्न सक्नुहुन्छ मेरो अकाउन्ट चाहिँ लगइन भइसकेको छ। सो यहाँ चाहिँ मैले के इन्कम पनि गरिरहेको छु। इन्कम पनि देख्न सक्नुहुन्छ, यसरी इन्कम देखाउँछ हजुरको। सो हजुरले यसमा जोइन भएर ढुक्क भएर काम गर्न सक्नुहुन्छ। मैले यसमा विथड्रल प्रुफ पनि देखाएँ। सो मैले यत्रो विथड्रल गरिसकेको छु आफ्नो ब्याङ्कमा, आफ्नो इस्युआमा। हजुरले यसमा इस्युआ ब्याङ्क खल्ती जुनसुकै वालेटमा पनि हजुरले पेमेन्ट विथड्रल गर्न सक्नुहुन्छ। सो त्यही नै हो। एन्ड देन हजुरले जुन प्लान लग्नु भएको छ सो तिनीहरूको चाहिँ स्किल्सहरू यसमा देखाउँछ। सो मेरो एडभान्स हो, किनभने एडभान्स एकदम राम्रो प्याकेज हो जसमा चाहिँ हजुरले लङ टाइम युज गर्न पाउनुहुन्छ र राम्रो इन्कम गर्न पाउनुहुन्छ। त्यही भएर मैले एडभान्स लगेको। सो यसमा सबै यो प्लेटफर्ममा रहेको सबै स्किल्सहरू यसमा हुन्छ एडभान्समा, किनभने सबैभन्दा ठुलो प्याकेज नै यही हो। एडभान्समा चाहिँ एफिलिएट मार्केटिङ, कम्युनिकेसन स्किल, भिडियो एडिटिङ, दराज एफिलिएट, मेरो सेयर, क्यानभा मिस्ट्री, युट्युब मिस्ट्री, एआई वर्कसप, प्रोफेसनल भिडियो एडिटर, यो वेबसाइट डेभलपमेन्ट सबै कुराहरू छ। सो हजुरले चाहिँ यो 2026मा चाहिँ यो प्लेटफर्म जोइन गरेर चाहिँ आफ्नो डिजिटल स्किल्सलाई चाहिँ इम्प्रुभमेन्ट गरेर आफ्नो लाइफलाई ग्रो गर्न सक्नुहुन्छ। किनभने यो जेनेरेसनमा एउटा डिजिटल स्किल्स भन्ने कुरा चाहिँ एकदम हाई लेभलमा छ। सो पछि झन् एकदम यसको महत्त्व हुनेछ। सो त्यही भएर चाहिँ हजुरले डिजिटल स्किल्स सिक्न जरुरी छ। एन्ड देन मैले अकाउन्ट क्रिएट गरेर सिकाएँ हजुरलाई। सो अकाउन्ट क्रिएट गरेर सिकाएँ। अब अकाउन्ट क्रिएट गरिसकेपछि चाहिँ हजुरलाई चाहिँ गाइडेन्स चाहिने हुन्छ। सो गाइडेन्स चाहिन्छ। जुन एफिलिएट कोड स्क्रिनमा देखाइएको छ, जुन एफिलिएट कोड हजुरले युज गर्नुभयो उहाँले चाहिँ हजुरलाई गाइडेन्स गर्नुहुन्छ, ताकि हजुरले मेरो एफिलिएट कोड युज गर्नुभयो भनेपछि मैले हजुरलाई गाइडेन्स गर्नुपर्ने हुन्छ। सो हजुरले चाहिँ ढुक्क भएर जोइन गर्नुहोस्, म हजुरलाई गाइड गरिदिनेछु। सो अकाउन्ट क्रिएट गरिसकेपछि मलाई मेसेज गर्नु होला, या कुनै प्रब्लम छ भने मलाई मेसेज गर्नु होला। एन्ड धन्यवाद, बाई बाई। एन्ड वान थिङ, हजुरलाई कुनै तरिकाको इन्फर्मेसन भिडियो चाहिन्छ भनेपछि कमेन्ट गर्न सक्नुहुन्छ। म त्यो भिडियोलाई चाहिँ युट्युबमा ल्याउन ट्राई गर्नेछु। सो थ्याङ्क यू फर वाचिङ, किप going